मगरका बाइङ गाजा, त्यसै गरी गैरावासी नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका उपाध्यक्षज्यू, त्यसै गरी नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष र नेपालबाट पाल्नुभएका अन्य पाहुनाहरू, साथै विभिन्न वैचारिक संस्थाबाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधिहरू, त्यसै गरी महासंघ कतारमा आबद्ध सम्पूर्ण मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, प्रदेश संस्थाका प्रमुखहरू, जिल्लावासी, साहित्य कलाकार र विभिन्न जातीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, साथै आजको यस नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको 43औं स्थापना दिवस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन उपस्थित हुनुभएका आदरणीय तपाईहरू सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा नेपाल आदिवासी जनजाति महासंघ कतारको प्रमुख सल्लाहकार अर्थात् नेपाल आदिवासी जनजाति महासंघ भित्र हुनुभएका सम्पूर्ण सल्लाहकारहरूको तर्फबाट यहाँहरू सम्पूर्णमा जनजाति अभिवादन नमस्कार झोरले टक्राउन चाहन्छु। विशेष त आज नेपाल मगर संघ शाखा कतारले 43औं स्थापना दिवस मनाइरहँदा, यो नेपालको केन्द्रीय स्थापना दिवस मनाइरहँदाखेरि आजको यो कार्यक्रम एकदमै सभ्य र भव्य रूपमा सफल भइरहेको मैले महसुस गरिरहेको छु। मूलत आज यो कतारको अवस्था अर्थात् यहाँको रोजाको अवस्थाले गर्दाखेरि कार्यक्रम अलिकति ढिलो सुचारू भएको र आज धेरै वक्ताहरूले यो कार्यक्रममा शुभकामना दिएर गइसक्नु भएको छ। सम्भवतः यो धेरै संस्थाहरूले, जातीय संस्थाहरू, जिल्लावासी संस्थाहरू, वैचारिक संस्थाहरू, थुप्रै संस्थाहरूले शुभकामना दिएर यहाँबाट विदा भइसक्नु भएको छ। र शुभकामना दिँदै गर्दाखेरि धेरै साथीहरूले धेरै कुरा पनि गरिसक्नु भएको छ र त्यसैले म धेरै लामो समय लिइराख्दिनँ र भन्दै गर्दाखेरि नेपाल मगर संघ शाखा कतारले यो नेपालको 43औं स्थापना दिवस मनाइरहँदाखेरि अर्थात् नेपालमा मगरहरूले आफ्नो स्थापना दिवस मनाउनुपर्छ र आफ्नो मगर सम्पूर्ण मगरहरूलाई, छरिएर रहेका मगरहरूलाई एकीकृत गर्नुपर्छ भनेर पञ्चायती व्यवस्थामा, पञ्चायती कालमा 2035 सालमा होला सायद होइन, पञ्चायती कालमा सम्पूर्ण मगरहरूलाई एकबद्धता गर्नुपर्छ भन्ने एउटा दृढ विश्वासका साथ अर्थात् त्यो समयमा जब कुनै जात जातिको कुरा गर्न पाइँदैन, त्यो समयमा कुनै भाषा संस्कार संस्कृतिको कुरा गर्न पाइने थियो त्यो समय पनि उहाँले एकदम एउटा हिम्मत लिएर आफ्नो संस्थालाई अथवा आफ्नो जातिहरूलाई नेपालमा पूर्वदेखि पश्चिमसम्म रहेका सम्पूर्ण मगर जातिहरूलाई एउटै मालामा गाँच्न सकिन्छ भन्ने उद्देश्यका साथ अर्थात् दूरदर्शी विचार लिएर लामो समयदेखि आजभन्दा 43 वर्ष अगाडि यो किसिमको विचार लिएर उहाँले जसरी मगरलाई स्थापना गर्नुभएको थियो, एकदमै उहाँलाई म सल्युट गर्न चाहन्छु। विशेष त मगरहरूको बारेमा यहाँले धेरै कुरा गरिसक्नु भएको छ। नेपालको हकमा अर्थात् सम्पूर्ण नेपालमा रहेका सम्पूर्ण जातिहरूको हकमा पनि अब जनसङ्ख्याको आधारमा पनि तेस्रोको रूपमा चाहिँ अब मगर समाज आउँछ। यो भन्दै गर्दा नेपालमा धेरै यो जनसङ्ख्याको गणना गर्ने क्रममा पनि कतिपय कुराहरूमा धेरै फित्तलो अवस्था भइरहेको छ। जस्तै मगरभित्र पनि धेरै मगर हुनुहुन्छ, 12 मगर, 18 मगर र मगरभित्रको थरहरू त कैयौँ छन्। यो हुँदै गर्दा धेरै मगरका थरहरू चाहिँ क्षेत्रीय बाहुनसँग मिल्न गएकोले पनि कतिपय मगरहरूलाई त्यो गणनाले समेट्न सकेको छैन भन्ने मलाई लाग्दछ र यो कुराहरू साथीहरूले पनि उठाइरहनु भएको छ। विशेष गरेर मगर समुदायभित्र, मगर जातभित्र एउटा उपथर बराल पनि रहेको छ। जस्तै बुढाथोकी, लामिछाने धेरै यो गैर मगरहरूसँग मिल्न जान्छ ती थरहरू। जस्तै हामी धेरैलाई मान्छेलाई थाहा छैन बराल पनि मगर हुन्छ भन्ने, धेरै मान्छेहरूलाई थाहा छैन। त्यो बराल पनि मगर हुँदै गर्दाखेरि अब त्यो जनगणना गर्दै जाँदाखेरि बराल लेख्दै गर्दाखेरि ती बराल मगरहरू यो मगर गणनाभित्र पर्न नसकेको पनि हामीले महसुस गरिरहेका छौँ। विशेष त हामी आदिवासी जनजातिहरू मात्र नभएर हामी सम्पूर्ण नेपालीहरूले आफ्नो हक अधिकारको कुरा गर्दै गर्दाखेरि हामीलाई अर्थात् हाम्रो देश नेपाललाई एकीकरण गर्नको लागि पृथ्वीनारायण शाहले योगदान त गर्नुभएकै हो। त्यो देशलाई, माटोलाई एकीकरण गर्दै गर्दा त्यहाँका प्रत्येक पूजकहरूलाई अर्थात् विभिन्न भाषाहरूलाई, विभिन्न धर्म, संस्कार र संस्कृतिहरूलाई पनि उहाँले एकै ठाउँमा चाहिँ उहाँले सम्पूर्णलाई लिमिटेड नगरेर एउटा नेपाली भाषालाई मात्रै अगाडि बढाएर लैजानु भएको तपाईँ हामीलाई
सबैलाई जानकारी नै रहेको छ। हामीले हरेक कार्यक्रममा गर्दै गर्दाखेरि एउटा राष्ट्रिय गान गाउँदै गर्दाखेरि सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर भन्दै गर्दाखेरि यो नेपालभित्र पहिला त अब हिन्दू राज्य थियो होइन, त्यतिखेर हिन्दूहरूको मात्रै कुनै पनि जातिहरू कुनै पनि भाषा धर्म र संस्कारहरूको चाहिँ एउटा केही पनि गर्न नपाएको अवस्था तपाईँ हामीले भोगिनौँ होला, तर हाम्रो बाउ बाजे पुर्खाहरूले त भोगेर आउनु भएको थियो। नेपालमा हुन त हामीले गर्व गर्छौँ, नेपाललाई कुनै पनि देशले चाहिँ हाम्रो शासन नगरेको हाम्रो नेपाल भनेर भन्दै गर्दा हाम्रो देशमा चाहिँ नेपालकै शासक वर्गहरूले चाहिँ एकदमै तिर्थलो पारेर चाहिँ दबाएको कारणले गर्दाखेरि नेपालीहरू सम्पूर्ण जातिहरू सम्पूर्ण भाषाहरूलाई चाहिँ अगाडि बढ्न नसकिरहेको अवस्था चाहिँ धेरै छ। हामी नेपालीहरूले अर्थात् हामी पिछडा जातिहरूले जनजातिहरू दलितहरूले कुनै पनि माग कार्य गर्दै गर्दा त्यो कार्यको चाहिँ प्रतिफल पाउनको लागि धेरै ठुलो सङ्घर्ष गर्नुपर्छ। जस्तै राणा शासनलाई फ्याल्दै गर्दा लखन थापा मगरले आफ्नो ज्यानलाई त आहुति दिनै भएको हो, बलिदान दिनै भएको हो, तर त्यतिखेरको नेपाल सरकारले अर्थात् 2007 सालपछि भौगोलिक व्यवस्था आइसकेपछि पनि नेपाल सरकारले लखन थापा मगरलाई नचिनेको त दुर्भाग्य हो नि। यो लखन थापा मगरलाई चाहिँ पहिलो शहीद बनाउनुपर्छ भनेर पहिला सङ्घर्ष सुरुवात कसले गर्यो? नेपाल नगर सङ्घ शाखाले नेपाल नगर सङ्घले गर्यो। त्यसपछि सम्पूर्ण आदिवासी जनजातिहरूले उहाँको पुरा हिस्टोरी लगाएर उहाँको मृत्यु कहिले भएको, उहाँलाई कुन ठाउँमा मारिएको भन्ने कुरा चाहिँ सम्पूर्ण नेपाल सरकारसँग पटक पटक बुझाइसकेपछि मात्रै उहाँलाई चाहिँ पहिलो शहीद लखन थापा मगर भनेर भनिरहेको छ। हामी नेपालीहरूले अर्थात् हाम्रो विभिन्न अहिलेका नेताहरू हामीले चिन्दै गरेको भर्खरै दिवंगत भएको नेताहरूको पनि नामबाट